चाहिँ यहाँ यो दुधौली सुटिङको क्रममा दुधौली नगर अस्पताल शिरथौलीमा छु यतिखेर एउटा गीतको म्युजिक भिडियो सुट भइरहेको छ। यहाँ चाहिँ मेरो आज खासमा यो अस्पतालभित्र कलाकार नायिका चाहिँ मर्ने सिन छ। यहाँनिर हुँदैछ गाइजलाई हेर्दै गर्नु होला एकदम। यो चाहिँ अहिले चाहिँ इमर्जेन्सीमा यहाँ कलाकार मर्ने अवस्थामा छ। सास फेर्न नि गाह्रो भइसक्यो होला साँच्चै के गर्नु। अनि एनिमेसन गरेर अबको गरेपछि मलाई हाँस्यो कि हाँस्छ। म रेडी मात्र भन्नु न त। अब उता दिदी हाँसिसक्नु भयो। मास्क लगाउनु पर्यो। दिदीलाई नहेर्नु न। मास्क लगाउनु भनेको एक्सप्रेसन देखाउनु पर्यो भन्छ। दिदीले यी मात्रै हेर्ने बाहिर त कतिले हेर्छ हेरेर त बिरामी हेरेर बिरामी हेरेर 20 सिरियस है। तपाईं रेडी हुनुहुन्छ? एक्का सिरु भयो। ए सिरियस भएर आउने रे। म चाहिँ यहाँ बसिरहेको मास्क लगाउनु मिल्दैन? होइन पर्दैन, केही पनि फरक पर्दैन। एकैछिनमा निकाल्ने हो। डाक्टर साहब रेडी हो? ल तपाईलाई नै हेर्छु। डाक्टर पनि देखाउनु पर्ने हो। अब तपाई प्यारी प्यारी म केही भन्दिनँ ल। कुरा गर्दै गर्नु, सिरियसमा कुरा गर्दै गर्नु। 3 2 1 एक्सन ल। ल तपाईं बोल्दै गर्नु न। यसमा फेरि बोल्न मिल्दैन हैन। ल डाक्टर साहब लिएर आउनुस् त। लु छिटो आउनु पर्यो। हाम्रो यहाँ गफै सकिसक्यो। के भएको भनेर सोध्नु पर्यो। मलाई सास फेर्न गाह्रो भयो रे डाक्टर। अब तपाईँ भन्नु न के गर्नु। भित्र लानुपर्छ होला, भर्ना गरिहाल्नु भन्नु ल। सिरियस रहेछ ल। लानु भित्र लानु। यो एकै चट त्यो खोलिदिनु त। कट ब्याक फेरि ब्याक पछाडि अब सिधा लाउने यता। यही सिधा लाउनु सिधा यहाँबाट छिराउने। ल एकछिन थोरै हजुरले फेरि चेक गरे जस्तो गर्नुहोस् है। सामान्य त्यस पछाडि फेरि लानुहोस् ल। लैजाउँ भनेको थियो अघि सेम गर्नुहोस् ल। 3 2 1 एक्सन। बाहिरको हाँसेको चाहिँ भित्रको हाँस्नु ल। तयारीमा छ। अब तपाईँले के भन्नुहोस् भन्दा ओ यो त अलिक साह्रै रहेछ, इमर्जेन्सीमा भएर गर्नुपर्ने खालको रहेछ भन्नुहोस् ल। त्यसो भनेर लानुहोस् ल। 3 2 एक्सन ल। नहाँस्ने कोही पनि। अलिक सिरियस बिरामी नै रहेछ भन्नुहोस् डाक्टर साहबले। भित्र लानुपर्छ ल। लानुहोस्। अब लास्ट। हाँसौँ न हो। डाक्टर साहबलाई एकछिन बोलाइहाल्नु त थोरै समय। हजुरहरूलाई त सिस्टर ल अहिले चाहिँ केही पनि गर्नु परेन, एकैचोटि लिएर जानु ल। हजुरले हेलो लैजाउँ मात्रै भन्नुहोस् ल। मैले यहाँ माथि इमर्जेन्सी पनि देखाउनु खोजेको। 3 2 1 एक्सन ल। यो लानुहोस् भनेर लगाइहाल्नु। ल डाक्टर साहब अगाडि। भयो डाक्टर साहब फेरि आउनुहोस्। मिलेर छ त फेरि। 3 2 1 एक्सन ल। लानु डाक्टर साहब अगाडि हिँड्नुहोस्। ओके ल। 2 1 एक्सन। जसँग आफै जसँग उठ्ने उताबाट दौडिनुपर्छ। 2 1 एक्सन आउनुहोस् त। बिरामी के भएछ भन्नु? के भएको उहाँलाई? बेहोस भएर एकदम चक्कर लागेर ढलेको। कतिखेरदेखि यस्तो भएको? भयो 2 घण्टा।
2 घण्टा भइसक्यो 2 1 एक्सन ल अब मैले प्रेस हावा आउनु थाल्छ अनि त्यसपछि है त भोलिपल्ट साँच्चैको बिरामी हुँदा पनि थाहा काम लाग्छ क्या तर यति लामो समय होइन के धेरै लामो गीत होइन है Okay, ready? Go. Happy Friday. Fast. Oh yes. Good. अब यो ल टेप काट्नु त्यस्तै नै तर स्टार्ट यो मोनिटर अनि अन्तिममा मोनिटरमा यस्तो गरेर ट्याक बन्द भएको हुन्छ स्टेट हुन्छ हुन्छ त्यो ला एक्सन सेम अघिको है टु स्लो डाउन अब पुरै स्लो डाउन अब यस अब त्यसैमा डाउन छोड्देऊ यस ल अहिले दाम यार 2 1 एक्सन हर्के नजरले मलाई लट्ठै बनायो मुस्कुराएर हल्का लजाएर उता यस 3 2 1 को बिरकतिर आउने छिटो भयो अलि बिस्तारै अब हल्का तल्लो साइडमा तलतिर हेरेर फेरि आउनु अनि तल्लो साइडमा बसेर उता घामतिर हेर्ने मजाले बस्छ अघि सेम अघि जस्तै बस्ने बिस्तारै अलिक अनुहार त्यही त पार्नु पऱ्यो नि त बिरुतिर बस्ने यस 3 2 1 एक्सन ल केटा पुरा कनिरहेको होला क्या निस्किनु बिस्तारी केटा निस्क्यो बिस्तारी यस अब हल्का केटा अलिक हल्का यस हेरे केटा नजिक जान खोज्यो केटी लजार हल्का यस ल 3 2 1 एक्सन ल अनि के छ त अब यस्तो दिन जाने ल अलि माथि है अब त लास्टै होला होइन 3 2 1 एक्सन अरे प्रतिमा के भयो अरे के भयो उठ न 3 2 1 एक्सन कट्यो